खाना खानुभयो त? हाम्रो घरमा त भर्खर तरकारी पाक्दैछ, साग आलु र पिँडालु। छोरीलाई यहाँ भात खाँदै थियो, मलाई नि खुवाइदेऊ भनेर भनेको त खुवाइदियो नि। म यहाँ आज बाटैनिर खुर्सानी उम्रेको थियो, त्यो पनि आकाशे खुर्सानी क्या। यो खुर्सानी जोगाउनु पाए चाहिँ अनि अचटपटमा हालेर खान मिठो हुन्छ नि त भनेर मैले चाहिँ यसमा चाहिँ खुर्सानी सार्ने निर्णय गरेँ। मल सलालेर त्यो खुर्सानीलाई उखालेर लिएर आएर चाहिँ यसमा सार्दिएँ, मल पनि हालेँ, पानी पनि टन्न हालिदिएँ। यसमा चाहिँ पहिला सायद के रोपेको थियो चाहिँ याद भएन, तर रोप्न चाहिँ रोपेको थियो। अनि हल्का हल्का भोक लाग्न थाले जस्तो भएर मैले चाहिँ रोटी बनाएर खाने भनेर रोटीको पिठो मुस्न थालेँ। छोरीहरू पनि स्कुलबाट आएन, आज शुक्रबार हुँदा फेरि चाँडै नै आएन। दिदीलाई चाहिँ तपाईँ तरकारी पकाउनु, म रोटी पकाउँछु भनेर म चाहिँ रोटी पकाउन थालेँ। तपाईँहरू नि यसरी मिली बनाएर खानुहुन्छ त? हामी त बनाएर खान्छौँ। हामी त एउटै घरमा छौँ अनि एउटै घरको फेरि एकवटा कोठामा, त्यही माथि नि बुढाहरू हुन् अनि छुट्टाछुट्टी खानेकुरै हुँदैन, प्रायः बनाएर खायो भने यसरी नै खाइन्छ। अनि हामी चाहिँ रोटी पकाएर भइसकेका छौँ अनि त्यसले पनि आलु भुट्नु भएको रहेछ, लिएर आउनु भइसक्यो र हामी चाहिँ खान्छौँ भनेर यहाँ लागिरहेको छौँ। बुढाहरू पनि ओहो खाने भएपछि त नजिक नजिक आहान्, बुढालाई चाहिँ खान भनेपछि चाहिँ किन हो, जो पनि क्या, जो पनि मै खान पाए हुन्थ्यो छिटो जस्तो लाग्ने रहेछ क्या हो। हाम्रो पालामा त हामी त्यस्तो गर्थेनौँ, कसैले दिए पनि नदिने टुवा परेर त महिलेको बुढा त के भए हुने त। अब हामी चाहिँ खान्छौँ भनेर मम्मीहरूलाई चाहिँ राखिदिएँ अलिकति अनि त्यसपछि हामी खान थाल्यौँ। मिठो हुन्छ, इन्डियनहरूले रोटी मासुहरू खान्छ नि त, अनि रोटी पनि खायो भने के पेट आउला र जस्तो लाग्छ। तर रोटीले पनि अगाउन चाहिँ अगाइदो रहेछ है, एकदम मिठो हुँदो रहेछ। मैले चाहिँ आज एकदम मिठोसँग आलु र रोटी खाएँ, सुक्खा रोटी बनाएर। अनि हजुरहरूले यसरी खानु भएको छ कि छैन? अनि आजभोलि चाहिँ हाम्रो दिन यसरी नै गएको छ क्या। काम गर्न जाऊँ भने बारीमा छनौटे छ, तर घरमा बच्चाहरू छन्, हेर्नु पर्छ। अनि एकजनाले त घर छोड्नै पाउँदैन। अनि आज म फेरि बारीमा पनि गइनँ, दिदी भोलि माइत जाने भन्नुभएको छ। अनि दिदीको अलिअलि काम भएर चाहिँ पसल जाने भन्नुभएको थियो, त्यही भएर म बारीतिर पनि गइनँ। भोलिबाट त म त एक्लै घरमा, बुढाहरू नि हुन्छन्, दिदी मात्र नहुने हो। बिहेको लागि जाँदै हुनुहुन्छ दिदी चाहिँ, अनि हामी चाहिँ घरमा बसेर मिठो मिठो खाने हो दिदी नभए बेलामा भनिदिँदै क्या। फेरि त्यस्तो चाहिँ होइन है, फेरि घोप्टे यो त घोप्टे रहेछ, कहिले जाँदा र खाला भनेर खाम्ला भनेर बस्या भन्नु होला नि, त्यस्तो चाहिँ होइन।